चार झुट बोल्नुहोस् 50 रुपियाँ लिनुहोस्। चार झुट बोल्नुहोस् 50 रिङ्गेट लिनुहोस्। चार झुट बोल्नुहोस् 50 रिङ्गेट लिनुहोस्। हो र साँच्चै हो? हो त नि। तिमीले साँच्चै हो? हो तिमीले चार झुट बोल्नुपर्छ। साँच्चै हो? 50 रुपियाँ तिम्रो हो। विश्वास लाग्दैन? ल सोध्नु सोध्नु पैसा छ। सोध्नु। सही हो नि? सही। फेरि एउटा मात्रै एन्सर सही भन्यो भने फेरि तिमीले मलाई 20 रिङ्गेट दिनु पर्छ। ए लिनु लिनु, मैले झुट साँचो बोल्यो भने तपाईँ नै राख्नु। ल है ल क्वेसन सुरु गरौँ। सोध्नु सोध्नु। ल पहिलो क्वेसन, मलेसियाको प्रधानमन्त्री को हो? राजेश हमाल। राजेश हमाल। दोस्रो क्वेसन, पहिलो सगरमाथामा चढ्ने व्यक्तिको नाम के हो? रविन चौधरी। रविन चौधरी। तेस्रो क्वेसन, कुखुराले के पाउँछ? बच्चा पाउँछ। बच्चा पाउँछ। हो भनेपछि तिमीले चारैवटा क्वेसनको एन्सर दियौ। यो 50 रिङ्गेट तिमीले लान्छौ क्यार? होइन दाइ, तीनवटा मात्रै क्वेसन भएको त। हो बोल्यौ नि सही एन्सर। चार झुट बोल्नुहोस् 50 रुपियाँ लिनुहोस्। चार झुट बोल्नुहोस् 50 रिङ्गेट लिनुहोस्। चार झुट बोल्नुहोस् 50 रिङ्गेट लिनुहोस्। हो र साँच्चै हो? हो त नि। तिमीले साँच्चै हो? हो तिमीले चार झुट बोल्नुपर्छ। साँच्चै हो? 50 रुपियाँ तिम्रो हो। विश्वास लाग्दैन? ल सोध्नु सोध्नु। पैसा छ। सोध्नु। सही हो नि? सही। फेरि एउटा मात्रै एन्सर सही भन्यो भने फेरि तिमीले मलाई 20 रिङ्गेट दिनु पर्छ। ए लिनु लिनु, मैले झुट साँचो बोल्यो भने तपाईँ नै राख्नु। ल है ल क्वेसन सुरु गरौँ। सोध्नु सोध्नु। ल पहिलो क्वेसन, मलेसियाको प्रधानमन्त्री को हो? राजेश हमाल। राजेश हमाल। दोस्रो क्वेसन, पहिलो सगरमाथामा चढ्ने व्यक्तिको नाम के हो? रविन चौधरी। रविन चौधरी। तेस्रो क्वेसन, कुखुराले के पाउँछ? बच्चा पाउँछ। बच्चा पाउँछ। हो भनेपछि तिमीले चारैवटा क्वेसनको एन्सर दियौ। यो 50 रिङ्गेट तिमीले लान्छौ क्यार? होइन दाइ, तीनवटा मात्रै क्वेसन भएको त। हो बोल्यौ नि सही एन्सर।